सम्पूर्ण एसपीएफ मण्डली परिवारलाई म जेम्स राईको तर्फबाट ख्रिस्टीय वदन जय मसीह। आशा गर्छु तपाईहरु सबै सन्चै हुनुहुन्छ। सो म आज तपाईहरुलाई के भन्न चाहन्छु भन्दाखेरि वाइ वी नीड टु डू द प्रेज एन्ड वर्शिप। हामीलाई किन आराधना प्रशंसा गर्न एकदम जरुरी पर्छ। सो इट्स बिब्लिकल हुन्छ नि, यो चाहिँ बाइबलीय छ, यो बाइबलको आधारमा छ। आज कतिपल्ट हामी आराधना गर्न हामी मन पराउँदैनौँ, हामीलाई झिझो लाग्छ, हामीलाई अल्छी लाग्छ प्रिय। तर यदि हामी गर्छौँ भने हामीले वचनलाई आज्ञा पालन गर्दै गरेको हुन्छौँ। वचनको आज्ञा छ, जब हामी पढ्छौँ त्यहाँनिर भजन सम्राट 150 को 6 ले भन्छ, सास हुने प्राणी सबैले परमेश्वरको प्रशंसा गरून् भनेर। लेट एभ्रिथिङ द्याट इज ब्रेथ प्रेज द लर्ड। सो आज यहाँनिर के भन्दैछ भन्दाखेरि आज हामीहरूलाई तपाईलाई आज्ञा गर्नुहुँदैछ सास हुने प्राणीले परमेश्वरको प्रशंसा गर्नु। अनि आज तपाईँ अनि मलाई परमेश्वरले बन्नुको एकदम कारण पनि के छ भन्दाखेरि उहाँकै प्रशंसा गर्नु। यदि हामी यसै 43:21 मा हामी हेर्छौँ भने त्यहाँनिर स्पष्टसँग लेखेको छ, परमेश्वरले भन्नुभएको छ, यो जातिलाई मैले मेरो निम्ति सृष्टि गरेँ ताकि यिनीहरूले मेरो प्रशंसा गरून् भनेर। आई हेभ क्रिएटेड दिस पिपल फर माई सेल्फ सो द्याट दे क्यान डिक्लेयर माई प्रेजेस। सो आज हामीलाई आज्ञा छ आराधना गर्नको लागि, प्रशंसा गर्नको लागि। आज हामीलाई त्यसैको निम्ति आज परमेश्वरले तपाईँ मलाई उहाँको रूप प्रतिरूपमा उहाँको स्वरूपमा आज उहाँले हामीलाई सृष्टि गर्नुभएको छ, उहाँले बनाउनु भएको छ। सो यस कारण हामी आराधना गर्न नछोडौँ। हामी कतिपल्ट भन्छौँ नि होइन, किन आराधना गर्नु, किन प्रशंसा गर्नु। हामी मुख खोल्दैनौँ, हामी आफ्नो खुट्टामा हामी खडा हुन सक्दैनौँ, हामी हातहरू उचालेर परमेश्वरको प्रशंसा गर्न सक्दैनौँ। यदि हामी गर्छौँ भने हामी उहाँको आज्ञालाई पालन गर्दै हुन्छौँ। अनि यदि हामी उहाँको आज्ञा पालन गर्दाखेरि नि मजाको कुरो चाहिँ के छ भन्दाखेरि नि हाम्रो प्रशंसाले, हाम्रो आराधनाले चाहिँ हाम्रो आत्मिक जीवन कस्तो छ, हाम्रो आत्मिक स्वस्थपन कस्तो छ त्यो पनि देखाउँछ, त्यो पनि दर्शाउँछ। यदि हामी आत्मामा स्वस्थ छौँ, यदि हामी आत्मामा एकदम बलियो छौँ, हाम्रो आराधना प्रशंसा त्यस्तै बलियो हुँदै जान्छ। अनि एउटा मिठो कुरो मजाको कुरो के छ भन्दाखेरि नि यदि हामी आराधना गर्छौँ नि, यदि हामी परमेश्वरको प्रशंसा गर्छौँ नि, युद्ध उहाँले लड्नुहुन्छ। कतिपल्ट कतिवटा ब्याटल्सहरू हुन्छ हामीले लड्न सकेका हुँदैनौँ प्रिय। हाम्रो जीवनको कतिवटा भागहरूमा हामी गिर्दै गरेका हुन्छौँ, हामी कतिपल्ट लडाइँमा हुन्छौँ तर त्यो लडाइँ हामी जित्न सक्दैनौँ। तर जब हामी प्रशंसा आराधना गर्छौँ नि हामी त्यहाँनिर दोस्रो इतिहास 20 अध्यायतिर देख्छौँ नि इजरायलीहरूले युद्ध गर्नु परेको छैन, लडाइँ गर्नु परेको छैन, केवल प्रार्थना गरेको छ, केवल आराधना प्रशंसा गरेको छ, युद्ध जितेको छ। आमेन। युद्ध जितेको छ। 3टा देशको मानिसहरू आएको थियो, मोआबी, अमोनी, एलसरीको मानिसहरूको उनीहरूको इजरायलहरूको एगेन्स्टमा आइरहेको थियो। तर उनीहरूले युद्ध लड्नु परेन, केवल एउटै कुरो गर्नु पर्यो, प्रशंसा गर्नु पर्यो, परमेश्वर आराधना दिनु पर्यो। परमेश्वरले त्यो युद्धमा विजय दिनुभएको छ। हामी देख्छौँ यसो 6 अध्यायमा हामी देख्छौँ त्यहाँनिर यरीको पर्वत त्यो तोप लाएर, डाइनामाइट लाएर, ब्लास्टिङ लाएर त्यो पड्काउनु परेको छैन, भत्काउनु परेको छैन। केवल चर्को स्वरले आराधना मात्रै गरेको छ, चर्को स्वरले प्रार्थना गरेको छ, प्रशंसा दिएको छ परमेश्वरलाई। त्यो यरीको पर्वत गडामलाई के भएको छ, झरेको छ। सो त्यस्तै प्रकारले आज आराधना गर्नाले आज कतिवटा भागमा हामी लड्नु परे तापनि विजय परमेश्वर दिनुहुन्छ। अनि एउटा मिठो कुरो अन्तिममा यो भन्न चाहन्छु है, हामीले आराधना गर्दै गर्दा नि हामीले चर्को स्वरले परमेश्वरको प्रशंसा गर्दै गर्दा नि शैतान पराजित हुँदै हुन्छ अनि परमेश्वर प्रभावित हुँदै हुन्छ। आमेन। सो यस कारण हाम्रो आराधना कति इम्पोर्टेन्ट छ, हाम्रो प्रशंसा परमेश्वरप्रति गर्दै गर्दा कति त्यो शक्तिशाली बन्दै जान्छ, शैतान पराजित हुँदै गरेको हुन्छ, हाम्रो परमेश्वरलाई के हुन्छ, प्रभावित पार्दै गरेको हुन्छ। सो यस कारण आराधना गर्न नछोडौँ, प्रशंसा दिन नछोडौँ, जस्तै परिस्थितिमा किन नहोस् परमेश्वरलाई प्रशंसा दिन नछोडौँ। हामी त्यसैको निम्ति बनिएको हो। अनि आराधना गर्नुले तपाईँ अनि मलाई धेरै प्रकारको फाइदा हुनेछ। आमेन। परमेश्वरले तपाईँलाई धेरै आशिष दिउन्। प्रेज द लर्ड। जय मसीह।